हामीलाई प्रोभाइड गरिदिने ग्रे बक्समा है। यो अब सर्टेन हामीले चाहिँ पेनिट्रेसन टेस्टिङ अथवा एथिकल ह्याकिङ अर बग बाउन्टी है, यो सबै कुराहरूलाई चाहिँ पर्फर्म गर्दाखेरि युज हुने टाइप पेन टेस्टको टाइपहरू मात्र है। सो यसमा चाहिँ धेरै ठुलो कुराहरू भएन है। अब हाम्रो यो चाहिँ अब हामीले चाहिँ जुन पछिको यता पनि हाम्रो यो सिलेबसमा चाहिँ हामीले धेरै कुराहरू कभर गरेका छौँ। त्यो कुराहरू पनि हामीले राखेको सबै यही फेजहरूको बेसिसमा चाहिँ हामीले कुराहरू राखेको छौँ है। सो अब पेनिट्रेसन टेस्टिङको 5वटा फेज, अब यो 5वटा मात्रै हुन्छ भन्ने हुँदैन, यसलाई अझ हामीले छुट्टै छुट्टै तरिकाले हामीले एक्सप्लेन गर्न सक्छौँ, छुट्टै अरू 10वटा स्टेपमा पनि डिफाइन गर्न सक्छौँ होइन। त्यो आफ्नो आफ्नो तरिकाको डिफाइन गर्ने आफ्नो वेहरू हुन्छ। त्यसमा चाहिँ फर्स्ट भनेको चाहिँ अब मैले चाहिँ राखेको चाहिँ यो 5वटा नर्मली सबै ठाउँमा युज हुने चाहिँ 5वटा स्टेपहरू हो। मैले खासमा यता पनि छ सायद। सो यसमा पहिला म यतैबाट एक्सप्लेन गर्छु। यसमा चाहिँ फर्स्ट स्टेप भनेको रेकन फेज भन्छ, रेकनेसेन्स भन्छ। रेकनेसेन्समा चाहिँ के हुन्छ भन्दाखेरि हामीले इन्फर्मेसनहरू ग्यादर गर्छौँ। यो चाहिँ खासमा एउटा आर्मीहरूले इन्टेलिजेन्सहरूले चाहिँ युज गर्ने वर्डहरू हो के। आर्मीले कुनै पनि ठाउँमा चाहिँ आफ्नो केही अपरेसनहरू गर्नु पर्यो भने त्यो ठाउँलाई रेकन गर्नुपर्छ पहिला भन्छ कि, भने त्यो ठाउँको सबै कुराहरू बुझेर आउँछ अनि त्यहाँ चाहिँ हामीले जाने कि नजाने सबै कुराहरू चाहिँ यसरी इन्फर्मेसन ग्यादर गरेर ठिक छ कि छैन भन्ने कुराहरू यसरी रेकन गरिरहेको हुन्छ। त्यही प्रोसेसलाई चाहिँ हामीले पनि अब फलो गर्छौँ। अब कुनै पनि टार्गेटको बारेमा धेरैभन्दा धेरै थाहा भयो भने हामीलाई त्यो टार्गेटलाई इजिली हामीले अट्याक गर्न सक्छौँ। जस्तै तपाईँहरूले मुभीहरू हेर्नु भएको छ होला, मुभीहरूमा चाहिँ त्यो कसै मान्छेलाई चाहिँ मार्ने कन्ट्र्याक्ट दिँदाखेरि चाहिँ के गर्छ भन्दाखेरि उसले उसको डेली एक्टिभिटी के छ त, उसले डेली जस्तो के गरिरहेको छ होइन, कता कता जान्छ होइन, डेली बिहान कता कता जान्छ, दिउँसो कता जान्छ, त्यो सबै इन्फर्मेसनहरू ग्यादर गर्छन् उनीहरूले। अनि कुन ठाउँमा गएर उसलाई त्यो मान्छेलाई मार्नलाई चाहिँ सजिलो छ भन्ने उनीहरूले एनालाइसिस गरेर त्यो ठाउँमा गएर मार्न जान्छन् होइन। त्यो साउथ इन्डियन मुभी, हिन्दी मुभीहरूमा धेरै जस्तो यस्तो सिनारीहरू हुन्छ। त्यो प्रोसेस भनेको रेकन प्रोसेस हो क्या। अब हामीले आइटीको फिल्डमा चाहिँ रेकन प्रोसेस भनेको, अब मलाई हाम्रो साइबर सिक्युरिटीमा रेकन गर्दाखेरि चाहिँ म एउटा कुनै वेबसाइट छ, मानौँ google.com भनेर वेबसाइट छ। अब त्यो google.com को बारेमा मैले के इन्फर्मेसनहरू मैले ग्यादर गर्न सक्छु त होइन, त्यो कुराहरू चाहिँ रेकन फेजमा हुन्छ। जस्तै अब त्यो google.com को आइपी के हो होइन, त्योसँग एसोसिएटेड फाइलहरू के छन्, त्यसको इन्पोइन्टहरू के छन् होइन, कुन कुन पोर्टहरू खुलेको छ, कस्तो कस्तो सर्भिसहरू रन भइरहेको छ, यो यस्तो कुराहरू चाहिँ रेकन फेजमा चाहिँ हामीले गरिन्छ है। यो अहिले जस्ट इन्ट्रोडक्सन हो, यो पछि पनि आउँछ, यो सबै कुराहरू पछि पनि आउँछ, इन्ट्रोडक्सनको लागि यो हुन्छ भनेर भनिरहेको है। सो अब एकचोटि हामीले सर्टेन टाइपको इन्फर्मेसनहरू हामीले ग्यादर गरिसकेपछि ल ठिक छ, अब यो यति इन्फर्मेसन भइसकेपछि अब म अलिकति अब यसमा चाहिँ ह्याकिङ गर्ने तरिकाले अगाडि बढ्छु भन्ने भइसकेपछि सबैभन्दा पहिले चाहिँ अटोमेटेड टुलहरू हुन्छ है, स्क्यानिङ टुलहरूले चाहिँ स्क्यानिङ गरिन्छ। किनकि अब स्क्यानिङ टुलले चाहिँ पत्ता लगाइदिने बगहरू पनि हामीले म्यानुअली गर्न थाल्यौँ भने हामीलाई धेरै टाइम लाग्छ होइन। त्योभन्दा हामीले स्क्यानिङ टुलहरू नर्मली युज गरेर चाहिँ पहिला चाहिँ पत्ता लगाउने ट्राई गर्छौँ। त्यसमा भएको भल्नरेबिलिटीहरू, आउटडेटेड सर्भिसहरू छ कि के छ होइन, त्यो टुलहरू युज गरेर चाहिँ हामीले पत्ता लगाउन सक्छौँ। जस्तै अब एनम्यापहरू युज गर्न सकियो स्क्यानिङको लागि, एनम्याप रेकनको लागि पनि युज गर्न सकिन्छ, स्क्यानिङको लागि पनि युज गर्न सकिन्छ है। जस्तै यो ओपन भास भन्ने छ, नेससहरू छ, निक्टो भन्ने, अहिले त यो निक्टो भन्ने त अलिक पुरानो भइसक्यो। अब ओपन भास र नेससहरू चाहिँ अहिले पनि युज हुन्छ। अनि यो सँगै अरू स्क्यानिङ टुलहरू पनि हुन्छ। जस्तै बब सुटमै पनि स्क्यानिङ पाउँछ, बब सुटको प्रो भर्जनमा वेबको लागि गर्ने हो भने। अनि त्यो चाहिँ हाम्रो ज्याप प्रोक्सीमा पनि पाउँछ स्क्यानिङको होइन। त्यसरी स्क्यानिङ गरेर चाहिँ सर्टेन लेभलको भल्नरेबिलिटीहरू भेटिन्छ कि, त्यो सजिलै पाउन सकिने टाइपको, त्यो चाहिँ हामीले पहिला स्क्यानिङ गरेर त्यो पत्ता लगाउँछ। अनि त्यसपछि चाहिँ के हुन्छ, त्यो स्क्यानिङ गरेर हामीलाई चाहिँ भेटियो भने त्यसमा चाहिँ हामीले एक्सेस पाउँछौँ, एक्सेस लिने ट्राई गर्छौँ।
होइन भेटेन अथवा भेटेन भने हामी त्यसपछि अरू टेस्टिङ पनि हामीले गर्छौँ, म्यानुअल टेस्टिङहरू पनि गर्छौँ। अब त्यो म्यानुअल टेस्टिङ गरिसकेपछि अब के हुन्छ हाम्रो, अब त्यसमा चाहिँ हाम्रो एक्सेस कसरी पाउने त, एक्सेस कसरी मेन्टेन गर्ने अनि एक्सप्लोइट कसरी गर्ने। मैले भनौँ कुनै यस्तो भेट्टाएँ ल यसमा एक्सएसएस भल्नरेबिलिटी हुनसक्छ भन्ने पत्ता लगायो भने अब त्यसलाई चाहिँ कसरी एक्सप्लोइट गर्ने त? कसरी मैले प्रुफ अफ कन्सेप्ट देखाउने होइन? त्यो कुराहरू चाहिँ गेनिङ एक्सेस एन्ड एक्सप्लोइटेसन फेजमा चाहिँ हामीले गरिन्छ है। यसको लागि अब मेटास्प्लोइट भन्ने नेटवर्कको लागि एकदमै युज हुने टुल चाहिँ युज हुन्छ। अनि यो हाइड्राहरू भनेको चाहिँ हामीले यसमा चाहिँ ब्रुट फोर्सिङहरू गर्नेदेखि लिएर अरू कामहरूको लागि पनि युज गरिन्छ। एसक्युएल म्यापहरू, एसक्युएल इन्जेक्सन को लागि हुन्छ। अनि त्यस बब स्विट भयो है। बब स्विट चाहिँ हाम्रो वेब एप्लिकेसनको टेस्टिङको लागि चाहिँ हामीले युज गर्छौँ है। र योसँगै अरू टुलहरू पनि पाइन्छ। अब कुनै पनि सिस्टममा मैले एक्सेस पाएँ होइन, अब त्यसलाई चाहिँ अब पर्सिस्टेन्ट एक्सेस मेन्टेन गरिराख्नको लागि चाहिँ अब हामीले त्यसलाई चाहिँ के गर्छौँ, क्रोन जब्सहरू, ब्याकडोरहरू राख्ने अनि एसएसएच कीहरू लिने होइन, त्यस्तो कामहरू चाहिँ हामीले गरेर मेन्टेनिङ एक्सेसमा चाहिँ हामीले कतिसम्म चाहिँ हामीले त्यो सिस्टममा एक्सेस पाइरहेको छौँ त। जस्तै मलाई कुनै एउटा सिस्टमबाट चाहिँ 1 जीबीको डेटा लिनु पर्यो होइन। अब त्यो मैले एउटा बग भेट्टाएँ, त्यो सिस्टमभित्र छिरेँ, अब मलाई 1 जीबी डेटा डाउनलोड गर्नु छ। अहिले आजै डाउनलोड 1 जीबी गऱ्यो भने त्यो कुनै न कुनै फ्ल्याग रेज हुन्छ होला। उनीहरूको सिम छ अथवा केही छ, फ्ल्याग रेज हुनसक्छ। म चाहिँ के गर्छु, डेली चाहिँ 100 एमबी 100 एमबी गरेर कति दिन 10-15 दिन युज गरेर चाहिँ मैले त्यो सबै डाउनलोड गर्न सक्छु। त्यसको लागि मलाई के चाहियो, त्यो एक्सेस चाहिँ मलाई भइराख्नु पर्यो। अहिले म जुन बाटोबाट छिरेको छु भोलि त्यो बन्द हुनसक्छ। त्यसको लागि मैले नयाँ बाटोहरू बनाउनु पर्यो होइन। त्यो कुराहरू मेन्टेनिङ एक्सेस फेजमा हुन्छ है। अब मैले कुनै पनि अब टेस्टिङ गरिसकेँ अथवा ह्याकिङको कामहरू गरिसकेपछि अब म आफ्नो ट्रेसहरू पनि त मेटाउनु पर्यो नि त। म त्यो सिस्टममा थिएँ भनेर मलाई कसैले ट्र्याक गर्न सक्छ नि त पछि होइन। त्यो ट्रेसहरू हटाउनको लागि लगहरू क्लिन गर्नु पर्यो होइन। हिस्ट्रीहरू मैले जस्तै अब हेर्नु है, यो टर्मिनलमा मैले के कमान्डहरू राखेको छु भनेर यो हिस्ट्रीले बताउँछ क्या। मेरो सबै कमान्डहरू यो हिस्ट्रीले बताउँछ। मैले यस्तो यस्तो कमान्डहरू हानेको छु मेरो टर्मिनलमा मैले होइन। अब यो हिस्ट्रीहरू मैले क्लिन गरिदिएँ भने होइन मेरो सर्टेन टार्गेटहरू त मेरो जाने भयो नि त, क्लिन हुने भयो होइन। हुन्छ त खै के भएछ। त्यसरी यो हिस्ट्रीहरूलाई चाहिँ मैले क्लिन गरेँ भने अब मेरो ट्र्याकहरू मैले टर्मिनलबाट मैले के कुराहरू एक्सेस गरेँ त्यो सबै कुराहरू त्यहाँबाट हटेर जाने भयो होइन। सो यो कुराहरू चाहिँ हामीले पेन्ट्रेसन टेस्टिङको फेजहरूमा चाहिँ गरिन्छ। अब यो जस्ट नर्मल हामी एज अ पेन्टेस्टर मात्र होइन कि ह्याकरहरूले पनि यस्तै टाइपको टेक्निकहरू चाहिँ पत्ता लगाउँछ, युज गरिरहेको हुन्छ क्या। सो उनी ह्याकरहरूले गर्ने त्यो प्रोसेसहरूलाई चाहिँ हामीले नर्मली अब त्यो एडभर्सरी स्टेप्स भन्छ होइन। एडभर्सरी भनेको नराम्रो पार्टी भन्ने भनौँ है। सो ह्याकरहरू नराम्रो ह्याकरहरू भनेर बुझ्यो है। सो त्यसमा चाहिँ उनीहरूले पनि यो एउटा साइबर किल चेन भन्ने छ। यो एकदमै यो अलि पुरानो हो साइबर किल चेन भनेर। उनीहरूले कुन स्टेपहरू फलो गर्छ त, पहिला रेकन गर्छ, त्यसपछि रेकन गरेर केही भेट्टायो भने केही इन्फर्मेसन भेट्टायो त्यसलाई अब वेपन कसरी बनाउने त, त्यो टुललाई चाहिँ युज कसरी गर्ने त, मालवेयर पठाउनको लागि हुन्छ अथवा अट्याक गर्नको लागि हुन्छ। त्यसपछि त्यसले त्यो पेलोड डेलिभर गर्छ अनि एक्सप्लोइट गर्छ, इन्स्टल गर्छ। कमान्ड एन्ड कन्ट्रोल भनेको त्यो एक्सेस मेन्टेन गर्ने कुराहरू जस्तै भयो। अनि आफ्नो एक्सन्स र अब्जेक्टिभ युज गर्छ अनि त्यो सिस्टमबाट हटाएर जान्छ होइन। र यसरी यो हुन्छ। अब अहिलेको टाइममा चाहिँ अलि एडभान्स छ। यस्तै स्टेपहरू एडभर्सरीको स्टेपहरूलाई चाहिँ अलि एडभान्स वेमा चाहिँ एउटा माइट्री फ्रेमवर्क छ, माइट्री अट्याक भनेर। त्यसमा चाहिँ
देखाएको हुन्छ है। यसमा चाहिँ अलि बढी स्टेपहरू छ। म वेबसाइटमै गएर देखाउँछु। सो यसमा चाहिँ अब कति छ यो 9-10 वटा जति छ 1 2 3 5 6 11 12 13 14 14 वटा चाहिँ स्टेपहरूमा चाहिँ एडभर्सरीले कसरी कसरी हाम्रो सिस्टमहरूलाई अट्याक गरिरहेछ भन्ने कुराहरू यो 14 वटा स्टेपमा चाहिँ यसले चाहिँ डिभाइड गरिदिएको छ क्या। अब हरेक 14 वटा टेक्निकमा पनि स्टेपहरूमा पनि कुन कुन टेक्निकहरू युज गरिरहेको छ त भनेर पनि यसले चाहिँ यहाँ क्याटेगोराइज गरिदिएको छ क्या। यहाँलाई सबै यो सबैको इन्फर्मेसनहरू पनि पढ्न पाइन्छ है। यो जुन डेटाबेस छ नि यो डेटाबेस उनीहरूले चाहिँ अब एपिटी ग्रुपहरू भन्ने हुन्छ, एडभान्स पर्सिस्टेन्ट थ्रेट होइन। अनि त्यो स्टेट स्पोन्सर्ड ह्याकरहरू हुन्छ, डिपिआरके भनेको त्यो कोरियन ह्याकरहरूको, चाइनिज ह्याकरहरू, अब सबै ठाउँतिरको रसियन ह्याकरहरू, सबैतिरको ह्याकरहरूको चाहिँ कसरी उनीहरूले चाहिँ कुनै सिस्टमलाई अट्याक गरिरहेको छ त त्यो सबै कुराहरूको इन्फर्मेसनहरू यता यो भित्र यिनीहरूको भित्र पनि राखिदिएको हुन्छ है। सो यसमा चाहिँ उनीहरूले पनि एज ए इथिकल ह्याकर हामी जस्तो गर्छौँ सिमिलर वेमा चाहिँ त्यही अनुसार चाहिँ अट्याकरहरूले पनि गरिरहेको हुन्छ भनेर चाहिँ यो माइट्री अट्याक फ्रेमवर्कले चाहिँ देखाएको हुन्छ। एकचोटि हेर्नु होला है। ल सो यसमा चाहिँ त्यो इथिकल ह्याकिङको स्टेपहरू भनेको चाहिँ यति नै हो। एउटा अर्को थियो यसमा चाहिँ मैले ल्याब सेटअप गर्नेको कुराहरू राखेको थिएँ। तर के भयो भन्दाखेरि अब आज अलि हामीले अरू कुरा पनि कभर गर्नुपर्ने छ। यो कुरा चाहिँ हामी जब यो मेटास्प्लोइटेबल 2 मा चाहिँ हामी अट्याक गर्छौँ अथवा कुनै अरूमा अट्याक गरौँला, यिनीहरूमा डिबिडब्ल्युए गरौँला, त्यही बेला चाहिँ गरौँला है। अब नत्र कसैलाई अहिले नै गर्नु छ भनेपछि के हुन्छ भन्दाखेरि अब गुगलमा जाने मेटास्प्लोइटेबल 2 VMware फाइल भनेर VMware फाइल गरेर सर्च गऱ्यो भने VMwareको फाइल पाइन्छ। सो त्यो फाइललाई चाहिँ डाउनलोड गर्ने। यो ऱ्यापिड 7 को यो मेटास्प्लोइटेबलहरू चाहिँ ऱ्यापिड 7 को हो। यिनीहरू चाहिँ यसमा पाउँछ। त्यो डाउनलोड गरेर चाहिँ यो डाउनलोडको लिङ्कहरू पनि छ, डाउनलोड गर्ने। डाउनलोड गरिसकेपछि आफ्नो काली लिनक्समा लोड गर्ने। जस्तो अस्ति हामीले कालीलाई चाहिँ डाउनलोड गरेर लोड गरेको थिएँ सिमिलर वेमा पहिला त्यसलाई अनजिप गर्ने अनि त्यसपछि लोड गरिदिने है। त्यो नयाँ सिस्टम बन्छ। अब त्यसमा चाहिँ कसरी अट्याक गर्ने हो त्यो चाहिँ अब त्यो पार्टहरू आउने बेला चाहिँ हामी हेरौँला है। ठिक छ। र यो डे 3 को कुराहरू चाहिँ यति नै हो। ल अब मैले यो अगाडिको कन्टेन्टहरू पनि म अपडेट गरिदिँदैछु। यसमा के छ भने यो डे 2 मा मैले अहिले एउटा यो म पठाइदिन्छु पछि अरू कन्टेन्टहरू पनि एड गरिसकेपछि अनि म डे 2 को एक्सेस पठाइदिन्छु। त्यसमा चाहिँ त्यो ग्रेपको हिजो अलिकति गरेको थिएँ नि त्यसमा चाहिँ ग्रेपको कुन कुन सिनारीहरू हुनसक्छ त्यो अलमोस्ट अब मलाई थाहा भएको जति सिनारीहरू अथवा के पोसिबिलिटी हुनसक्छ त्यो कुराहरू चाहिँ मैले यसमा राखिदिएको छु ग्रेपको लागि। मैले पहिला नि अलिअलि लिस्टहरू बनाएको थिएँ, फेरि मैले त्यसैमा अलिकति केही कुराहरू एड गरेर राखिदिएको छु। एकचोटि प्र्याक्टिस गर्नु होला यिनीहरू। म चाहिँ पठाइदिन्छु पछि ग्रुपमै पठाइदिन्छु है। सरी चाहिँ हाम्रो आज डे 4 को कुरा छ है। डे 4 मा चाहिँ हामीले आज हामीले के पढ्ने भनेको छ इन्ट्रोडक्सन टु क्रिप्टोग्राफी है। सो क्रिप्टोग्राफीमा सबैभन्दा पहिला हामीले जान्नुपर्ने कुराहरू चाहिँ भनेको साइबर सिक्युरिटीको फाउन्डेसनल मोडल है। साइबर सिक्युरिटी फाउन्डेसनल मोडल भनेको चाहिँ हाम्रो CIA ट्राइड कतिले सुन्नुभएको छ CIA ट्राइड भनेर?
सिआई ट्राइडको बारेमा कतिले सुन्नुभएको छ? ठिक छ, धेरैले सुन्नु भएको छ होला। अब साइबर सेक्युरिटीमा इन्ट्रेस्ट भएकोहरूले चाहिँ यति कुराहरू चाहिँ सुनेको हुन्छ है। क्रिप्टोग्राफी भन्ने ब्याचलरमा अब जसले आइटी पढ्नुहुन्छ, इन्जिनियरिङ पढ्नुहुन्छ, उनीहरूको क्रिप्टोग्राफी भन्ने कुनै सब्जेक्टभित्र क्रिप्टोग्राफी टपिक होला, त्यसमा चाहिँ सिआइएका कुराहरू आउलान्। अब जसले यो बाहिरको युनिभर्सिटीको साइबर सेक्युरिटी कोर्स पढ्छ, तिनीहरूलाई त धेरैचोटि पढिसक्छ तिनीहरूले। सो जस्तो यो बेसिक यो 3वटा कुराले चाहिँ हाम्रो साइबर सेक्युरिटी चाहिँ बिल्ड भएको हुन्छ है। हामी जहिले पनि साइबर सेक्युरिटीको कुरा गर्छौँ, तब कन्फिडेन्सियालिटी मेन्टेन गर्ने, इन्टिग्रिटी मेन्टेन गर्ने अनि अभाइलेबिलिटी मेन्टेन गर्ने, यो 3वटा कुराहरू मेन्टेन गर्ने गोलसहित हामी साइबर सेक्युरिटी प्रोभाइड गरिरहेछौँ है भन्ने किसिमको मोटिभ चाहिँ हुन्छ है। जस्तै अब कुनै पनि डेटा ब्रिच हुन नदिनु पर्यो भने त्यसको मिनिङ के हो? मलाई चाहिँ कन्फिडेन्सियालिटी मेन्टेन गर्नु छ। कुनै सेन्सिटिभ डेटाहरू लिक हुन नदिनलाई के गर्नु पर्यो? कन्फिडेन्सियालिटी मेन्टेन गर्नु छ भन्ने भनेको है। अब कुनै सिस्टमको चाहिँ डेटाहरू चेन्ज गर्न दिनु भएन होइन, डेटा जस्तो छ त्यस्तै रहिरहनु पर्यो। फर इक्जाम्पल मेरो ब्याङ्कमा 10,000 अमाउन्टको ब्यालेन्स छ भनेपछि मैले जबसम्म म निकाल्दैन तबसम्म मेरो त्यो 10,000 नै हुनु पर्यो। कुनै अनअथराइज्ड मान्छेले त्यो 10,000लाई 5,000 बनाउन मिलेन, इभन 15,000 पनि बनाउन मिलेन होइन। त्यो भनेको चाहिँ इन्टिग्रिटी मेन्टेन गर्ने भयो। जस्तो मेरो नाम त्यहाँ अपिल भनेर मेरो नाम छ भने जबसम्म म चेन्ज गर्दैन तबसम्म मेरो नाम त्यही हुनु पर्यो। यो कुरा भनेको चाहिँ इन्टिग्रिटी मेन्टेन गर्ने भन्ने कुरा हुन्छ है। अनि अर्को त्यसपछि भनेको हाम्रो अभाइलेबिलिटीको कुरा है। सो अभाइलेबिलिटी भनेको हाम्रो सिस्टम, हाम्रो जुन सिस्टम छ त्यो चाहिँ हामीलाई चाहिएको बेला जति बेला चाहिन्छ त्यति बेला चाहिँ हामीलाई अभाइलेबल हुनु पर्यो। फर इक्जाम्पल जब आजभोलि हामी मोबाइल ब्याङ्किङ युज गर्छौँ, कति दिन समस्या आएर हुन्छ होइन, त्यो भनेको अभाइलेबिलिटी इस्यु आएको हो कि। अब मैले टन्न एउटा रेस्टुरेन्टमा गएर टन्न खाना खाएँ, के सोचेको थिएँ कि म मोबाइल ब्याङ्किङ गरौँला होइन, मोबाइल ब्याङ्किङको डाउन भयो अरे, अब मैले के गर्ने, भाँडा धोएर आउने होइन। त्यस्तो किसिमको यो एउटा सिम्पल सिनारियो भयो होइन अभाइलेबिलिटीको इस्युहरू भन्नको लागि। तर योभन्दा ठुलो ठुलो इस्युहरू पनि हुनसक्छ। कसैको पुरै 1 घन्टा सर्भिस डाउन हुने बित्तिकै पुरा सर्भिस नै डाउन हुनसक्छ। तपाईँहरूले त्यो क्राउड स्ट्राइकको बिएसओडी इस्यु त थाहा पाउनु भएकै होला होइन। त्यो बिएसओडी इस्युले गर्दाखेरि कति इन्टरनेसनल फ्लाइटहरू रोकियो, कति के भयो होइन। त्यो अनि अस्ति भर्खरै हाम्रो लाइट गयो। त्यो लाइट जाँदाखेरि पनि त हाम्रो कति धेरै इस्यु आयो नि त, त्यो पनि अभाइलेबिलिटी इस्यु हो कि होइन। तर त्यो साइबर सेक्युरिटीको पर्सपेक्टिभबाट नहोला होइन, तर अभाइलेबिलिटी इस्यु चाहिँ हो। कुनै आइटीले चाहिँ अब त्यसको ब्याकअप राख्नुपर्छ। कुनै कम्पनीलाई अब सिनारी हेर्ने भने जस्तै अब नेपालमा क्लाउड सर्भिस प्रोभाइड गर्ने डेटा हब भन्ने एउटा कम्पनी छ होइन। अब डेटा हबले त अब लाइट जान्छ भनेर उसको ब्याकअप राख्नु पर्यो क्या जेनेरेटरहरूले होइन। लाइट गएर हाम्रो सर्भिस डाउन भएको भन्ने उनीहरूलाई छुट हुँदैन, उनीहरूले अभाइलेबिलिटी मेन्टेन गरिराख्नु पर्यो है। सो यसमा चाहिँ इक्जाम्पल हेर्ने भने यो दुईवटा मान्छेहरू कुरा गरिरहेछ होइन। कन्फिडेन्सियालिटीको कुरा चाहिँ के भने हो, अब यो दुईवटा मेसेज यो सेन्डर हो अलाइस भन्ने, अनि यो बब चाहिँ रिसिभर हो। अब यो दुईवटाले मेसेज गर्ने कुनै आफ्नो डेटाहरू सेन्ड गर्ने ट्राई गरिरहेछ भनेपछि यो दुईवटा बाहेक अरू कसैले पनि यो मेसेज पढ्न पाउनु भएन कन्फिडेन्सियालिटीमा। इफ कुनै थर्ड पर्सन आएर चाहिँ त्यो मेसेज पढ्छ भनेपछि त्यो भनेको कन्फिडेन्सियालिटीको ब्रिच भन्ने बुझ्नुपर्छ है। त्यस्तै इन्टिग्रिटीमा चाहिँ अब यो फेरि त्यो केटीले चाहिँ त्यो केटालाई चाहिँ मेसेज गर्न कोसिस गरिरहेछ होइन। अब बिचमा कसैले त्यो मेसेजलाई रोकेर त्यो मेसेजलाई चाहिँ चेन्ज गरिदिएर अब उसले हेलो भनेर मेसेज गरेको थियो,
अर्कोलाई चाहिँ के गरिदियो, होइन मलाई 10,000 पैसा पठाइदियो मेरो यो अकाउन्टमा भनेर उसले चाहिँ भनिदियो भनेपछि अब यो थर्ड पर्सनले चाहिँ आफ्नो अकाउन्ट दिएर पैसा लग्न सक्ने भयो होइन। सो यो भनेको चाहिँ इन्टिग्रिटी ब्रिज भएको भनेको। अनि थर्ड भनेको चाहिँ अभाइबिलिटी भनेको यहाँ बिचमा उसले मेसेजै रोकिदियो, मेसेजै गएन, उसले मेसेजै पाएन। अब यसमा कस्तो भनेको उसले कुरा गर्न खोजिरहेछ तर उसले मेसेजै पाएन। आजभोलिको जस्तै दुईटा कपाल छ, त्यो बोयफ्रेन्डले आफ्नो गर्लफ्रेन्डलाई मेसेज गर्न खोज्यो, गर्लफ्रेन्डले मेसेजै पाएन भनेपछि अब त गर्लफ्रेन्ड त रिसायो, ब्रेकअप, तैँले मलाई मेसेजै गरेन भनेर ब्रेकअप भयो नि। एउटा सिम्पल सिनारियो हो होइन, अरू सिनारियोहरू पनि हुन सक्ने भयो है, ठिक छ। सो यो तीनवटा कुराहरूमा चाहिँ मेनली क्रिप्टोग्राफीले चाहिँ कभर गर्ने, सुरुमा चाहिँ यो हाम्रो दुईवटाको कन्फिडेन्सियालिटी र इन्टिग्रिटीलाई चाहिँ क्रिप्टोग्राफीले सल्भ गर्छ होइन। अनि क्रिप्टोग्राफीले अरू सल्भ गर्ने कुराहरू भनेको अथेन्टिकेसनको कुराहरूलाई चाहिँ सल्भ गरिदिन्छ। अथेन्टिकेसनको कुराहरू सल्भ गर्छ। अथेन्टिकेसन भनेको म लगइन गर्न खोजिरहेको छु भनेपछि त्यो मान्छे मै हो, म मेरो कुनै सिस्टममा लगइन गर्दैछु, म फेसबुकमा लगइन गर्दैछु, त्यो मान्छे मै हो भन्ने जुन भेरिफाई गर्ने प्रोसेसहरू छ त्यो कुराहरूमा पनि अथेन्टिकेसन युज हुन्छ है। अनि त्यसपछि यो क्रिप्टोग्राफीहरू युज गर्न सकिन्छ। अनि त्यसपछि अर्को भनेको नन रिपोर्टेसन भन्ने टर्म छ, यसलाई चाहिँ एउटा अकाउन्टेबिलिटीसँग पनि हामीले चाहिँ जोड्न सक्छौँ। नन रिपिटेसनमा के भन्छ, मैले कुनै काम गरेँ होइन, यो खासमा चाहिँ लगहरू बस्छ नि, त्यो लगहरू बस्ने कुराहरू चाहिँ यो नन रिपिटेसनमा पर्छ है। मैले कुनै काम गरेँ, मैले त्यो काम गरेपछि चाहिँ अब मैले होइन त्यो मैले गरेको होइन भन्न पाउनु भएन क्या। जस्तै मैले हामी चेक युज गर्छौँ नि, चेक युज गर्दाखेरि अब मैले चेक काटेर दिएँ, मेरो सिग्नेचर हाने, अब एकजना अर्काको नाम लेखेर मैले चेक दिइसकेको छु, उसले ब्याङ्क गएर पैसा निकाल्छ। अब त्यो मैले निकालेको होइन, मैले त्यो चेक काटेको होइन भन्न पाउँदैन कि मेरो त्यहाँ सिग्नेचर छ भनेपछि होइन। त्यस्तो कुराहरूलाई चाहिँ पनि क्रिप्टोग्राफीले चाहिँ डिजिटली कभर गरिरहेको हुन्छ है। क्रिप्टोग्राफीले हेर्ने भने कन्फिडेन्सियालिटी पनि मेन्टेन गर्न हेल्प गर्छ, इन्टिग्रिटी मेन्टेन गर्न हेल्प गर्छ, अनि अथेन्टिकेसन मेन्टेन गर्न हेल्प गर्छ, अनि नन रेपुडिएसन मेन्टेन गर्न हेल्प गर्छ। अब कसरी गर्छ त? फर्स्ट भयो कन्फिडेन्सियालिटीको कुरा गरौँ है। अब कन्फिडेन्सियालिटीमा चाहिँ के गरिदियो यसले, जस्तै मैले चाहिँ है, सो यसमा एउटा चाहिँ पहिला योभन्दा पनि एउटा वेबसाइटमा चाहिँ यसले दिएको छ है। सो यसमा चाहिँ फर इक्जाम्पल यो एइएस इन्क्रिप्सन गर्ने टेक्निकहरू हुन्छ है। अब यसमा इन्क्रिप्सन भन्ने हुन्छ, त्यो अहिले हेरौँ ल। त्यो इन्क्रिप्सन गर्यो भने के गर्छ भन्दाखेरि यसले कुनै अर्को फर्ममा चाहिँ चेन्ज गरिदिन्छ कि हाम्रो डेटालाई चाहिँ नपढिने फर्ममा चाहिँ चेन्ज गरिदिन्छ। मैले त्यो चाहिँ हेलो भनेर राखेँ हो, एएस इन्क्रिप्सन गर्दाखेरि सिक्रेट की भने मैले पासवर्ड भनेर एउटा मेरो सिक्रेट की राखेको थिएँ मैले होइन। अब इन्क्रिप्ट गरेँ, length of the secret key should be between 16 current length 8 okay password दुईचोटि लेखेँ मैले इन्क्रिप्ट भयो। अब यो डेटा मैले जस्तै मैले यहाँ पठाएँ भनेपछि नर्मली जबसम्म मेरो यो सिक्रेट की थाहा हुन्छ, थाहा हुँदैन कसैलाई, यो सिक्रेट की थाहा हुँदासम्म यो डेटालाई चाहिँ कसैले पढ्न सक्छ, सक्दैन नि हैन। यो भनेको चाहिँ एउटा के भयो, हाम्रो कन्फिडेन्सियालिटी मेन्टेन गरिदियो मेरो। म त एकदमै खतरा
त्यो प्लानिङ गरिरहेको छु, कुन अमेरिकामा न्युक्लियर बम हान्ने प्लानिङ गरिरहेको छु अरे होइन। त्यस्तो बेला त म एकदम सेक्योर हुनु पऱ्यो नि त, मेरो इन्फर्मेसनहरू लिक हुनसक्छ भन्ने किसिमको मैले त्यो कन्सर्न राख्नु पऱ्यो नि होइन। त्यो बेला म यस्तो टाइपमा मेसेज गर्न सक्छु नि होइन। सो यो कुरा जबसम्म मेरो त्यो कि कसैलाई थाहा हुँदैन तबसम्म त्यो मान्छेले पढ्न सक्दैन होइन। के भयो, मेरो मेसेजको चाहिँ कन्फिडेन्सियालिटी मेन्टेन भयो त्यो केसमा होइन। सो यसरी कन्फिडेन्सियालिटी मेन्टेन गर्नले हेल्प गर्छ है। सिमिलर वेमा अब मैले यो डेटालाई चाहिँ कुनै ठाउँमा चाहिँ राखेको छु, ठिक छ, कुनै ठाउँमा राखेको छु, यो डेटालाई चेन्ज गर्न सक्छ कसैले? यसमा चाहिँ चेन्जै गर्न मिल्दैन क्या। अब जबसम्म त्यो पासवर्ड पछि मिल्दैन, यसको प्याटर्नहरू नै मिल्दैन कि। त्यसलाई चाहिँ हेलोको ठाउँमा उसले बाई भनेर चेन्ज गर्नै सक्दैन कि, जबसम्म यो चाहिँ उसले इन्टरप्ट गरेर त्यो चाहिँ चेन्ज गर्न सक्दैन है, ठिक छ। सो यसरी चाहिँ कन्फिडेन्सियालिटी र इन्टिग्रिटी मेन्टेन गर्न हेल्प गर्छ। तर अर्को एउटा इक्जाम्पल अस्ति कसले मलाई सोधिरहेको थियो, चेकसम भनेर सोधिरहेको थियो है। यहाँ म गएँ है, यहाँ चाहिँ यो सम भनेर हुन्छ है, यहाँनिर छ नि यो ठाउँमा चाहिँ सम भनेर हुन्छ। यो सम भनेको यसको ह्यास भ्यालु हो। यसलाई चाहिँ यसमा चाहिँ ह्यासिङ टेक्निक युज हुन्छ, अहिले हेरौँला त्यो टेक्निकहरू। यो चाहिँ ह्यास भ्यालु हो, म जुन फाइलमा डाउनलोड गर्छु त्यसको ह्यास भ्यालु हो। अब मैले यो डाउनलोड गर्ने बेला नेटवर्क थ्रु मेरो कम्प्युटरमा आउँछ नि होइन, पब्लिक नेटवर्क थ्रु मेरो कम्प्युटरमा आउने हो। अब पब्लिक नेटवर्कमा कसैले बिचमा बसेर यो ओरिजिनल फाइलको ठाउँमा कुनै अर्को ब्याकडोर भएको फाइल अथवा उसले मोडिफाई गरेको फाइलहरू पनि राखिदिएको हुनसक्छ होइन। त्यो बेला चाहिँ मैले डाउनलोड गरिसकेपछि त्यसको सम निकाल्ने, चेक सम निकाल्ने, अनि यो समसँग मैले कम्पेयर गरेँ भने मेरो फाइल एक्ज्याक्टली त्यही फाइल हो कि होइन भन्ने चाहिँ भेरिफाई गर्न सकिन्छ। यो भनेको के गरेँ मैले, इन्ट्रिग्रिटी भेरिफाई गरेँ, त्यो एक्चुअलीमा त्यही फाइल हो कि होइन भन्ने कुरा चाहिँ मैले भेरिफाई गरेको हो है, ठिक छ। त्यस्तै अब अर्को कुरा भनेको चाहिँ अथेन्टिकेसनहरूमा पनि, अब अथेन्टिकेसनमा पनि अब यो एक्चुअलमा यो सेन्डर हो कि होइन, एक्चुअलमा यो रिसिभर हो कि होइन भन्ने आइडेन्टिटीहरू जुन हाम्रो कीहरू हुन्छ नि, त्यो कीहरू थ्रु त्यसले चाहिँ भेरिफाई गर्छ है। अथेन्टिकेसनमा चाहिँ त्यसरी भेरिफाई गर्छ। अब अथेन्टिकेसन भेरिफाई गर्ने क्लाउडहरू कसैले चलाउनुहुन्छ भने, भिपिएसहरू चलाउनुहुन्छ भने, जस्तै एडब्लुएस कसैले चलाउनु भएको छ भने त्यसमा चाहिँ हामीले एसएसएच की थ्रु पनि हामीले लगइन गर्न मिल्छ। कुनै पनि किसिमको लगइन पासवर्डहरू चाहिँदैन हामीलाई, युजर नेम पासवर्डहरू चाहिँदैन। त्यसमा चाहिँ की थ्रु पनि हामीले गर्न सकिन्छ है। त्यो की भनेको पनि क्रिप्टोग्राफी की नै हो है। सो त्यसरी अथेन्टिकेट पनि गर्न सकिन्छ। अनि हाम्रो यो नन रिप्युटेसनमा पनि सो डेटाहरूलाई चाहिँ अब ट्याम्पर गर्न सकिएन होइन भनेपछि यसै मान्छेले गरेको हो भन्ने चाहिँ प्रुफहरू बसिरहेको छ। त्यसले गर्दाखेरि अब जस्तै मैले कुनै ठाउँमा कम्युनिकेट गरेँ, त्यो कम्युनिकेट गर्दा मेरो कीहरू युज भएको छ नि त होइन। त्यति बेला चाहिँ मैले कम्युनिकेट गरेको होइन भनेर मैले भन्न पाउँदैन भन्ने नन रिप्युटेसन पनि यसले चाहिँ मेन्टेन गर्छ है। सो अब क्रिप्टोग्राफी टेक्निकको कुराहरू गरौँ। सरी, सो क्रिप्टोग्राफीमा चाहिँ दुईवटा टेक्निक हुन्छ नर्मली, एउटा इन्क्रिप्सन, अर्को चाहिँ ह्यासिङ भनेर छ है। पहिला हामी चाहिँ इन्क्रिप्सनको पार्टहरू हेरौँ है, यसलाई फुल गर्छु। इन्क्रिप्सन भनेको चाहिँ अब प्लेन टेक्स्टलाई चाहिँ एउटा साइफर टेक्स्ट भन्ने हुन्छ, त्यो चाहिँ जुन हामीले पढ्न सक्दैन त्यो फर्ममा चाहिँ चेन्ज गर्ने प्रोसेस भनेको चाहिँ इन्क्रिप्सन है। एउटा नर्मल टेक्स्टलाई चाहिँ ह्युमन रिडेबल फर्म
भन्दा अर्को फर्ममा चाहिँ हामीले चेन्ज गर्ने जुन प्रोसेस छ त्यसलाई चाहिँ इन्क्रिप्सन भन्छ। अब यसको लागि अरू कुनै कीहरू युज हुन्छ। इन्क्रिप्सन गर्नको लागि यो चाहिँ रिभर्सिबल प्रोसेस हो। इन्क्रिप्ट पनि गर्न मिल्यो, डिक्रिप्ट पनि गर्न मिल्यो है। इन्क्रिप्ट गरेर मैले साइफर टेक्स्ट बनाएँ, यो साइफर टेक्स्टलाई डिक्रिप्ट गरेर मैले प्लेन टेक्स्टमा पनि ल्याउन सकिन्छ है। ठिक छ। अनि यो गरेर चाहिँ हाम्रो यसमा चाहिँ इन्क्रिप्सनमा चाहिँ दुईवटा टेक्निकहरू छ। एउटा सिमेट्रिक की इन्क्रिप्सन, अर्को असिमेट्रिक की इन्क्रिप्सन है। सिमेट्रिक की इन्क्रिप्सनमा के हुन्छ, इन्क्रिप्सनको लागि पनि सेम की युज हुन्छ, डिक्रिप्सनको लागि पनि सेम की युज हुन्छ। ठिक छ। अब के भयो, मैले मेरो प्लेन टेक्स्ट भनेर मैले हेलो भनेर लेखेँ, एउटा की पेयरहरू की जेनेरेट गरेँ है। अब त्यो कीलाई चाहिँ मैले त्यो की युज गरेर साइफर टेक्स्टमा चेन्ज गरेँ, अनि त्यही की युज गरेर डिक्रिप्ट पनि गरेँ है, गर्न मिल्ने भयो मैले। यसमा चाहिँ यसलाई चाहिँ सिमेट्रिक की इन्क्रिप्सन भन्छ। अब एउटा अर्को छ असिमेट्रिक की इन्क्रिप्सन। असिमेट्रिक की इन्क्रिप्सनमा के हुन्छ, पेयर अफ की युज हुन्छ। सिमेट्रिक के अरे इन्क्रिप्सनको लागि एउटा युज हुन्छ अनि डिक्रिप्सनको लागि अर्को युज हुन्छ है। यसमा चाहिँ पेयर युज हुन्छ। अहिले हामी प्र्याक्टिकली गरेर हेरौँला। यो चाहिँ मैले जस्ट ओभरभ्यू दिएको है। सो अब म तपाईँहरूलाई एउटा यो लिङ्क पठाउँछु। यसमा चाहिँ हेरौँ है त, तपाईँहरूले जानु, मैले यो लिङ्क पठाएँ। यो अहिले ब्राउजर बेस गर्दैछौँ, अहिले टर्मिनल बेस भएर पनि अहिले गरौँला है। यसमा चाहिँ ब्राउजरमा पनि बनाइदिएको छ। यो यसमा चाहिँ जानु होइन, म एउटा मेसेज लेख्छु, हेलो एभ्री वान भनेर मेसेज लेख्छु। ठिक छ। सो हेलो एभ्री वान भन्ने मेसेजलाई चाहिँ मैले अब यो मोड अफ इन्क्रिप्सनहरू एकदमै त्यो डेप्थमा नजाऊँ, यहाँ गएर चाहिँ एउटा मैले पासवर्ड भनेर आफ्नो एउटा सिक्रेट की लेखेँ। त्यो पासवर्ड हो, की हो होइन। यो की युज गरेर चाहिँ म इन्क्रिप्ट गर्छु है। यो मेसेजलाई चाहिँ म तपाईँहरूलाई पठाउँछु है, मैले च्याटमा पठाइरहेको छु है। तपाईँहरू अब यही वेबसाइटमा जानु, त्यहाँ गएर चाहिँ यो डिक्रिप्सन भन्ने ठाउँमा चाहिँ जानु है। डिक्रिप्सनमा के गर्नु, मैले दिएको मेसेज जुन छ त्यसलाई चाहिँ राख्नु। अब त्यसपछि के गर्नु, मैले जुन पासवर्ड युज गरेको छु त्यही पासवर्ड तपाईँहरूले पनि युज गर्नु होइन। त्यो भनेको मेरो की, म गरेर पनि देखाउँदैछु। पासवर्ड अहिले म पहिला रङ हान्छु है। ल एउटा यो भनेको मेरो की मिलेन भन्न खोजेको, मैले रङ की हान्दाखेरि नआउँदो रहेछ। मैले चाहिँ यो मेरो मेसेज चाहिँ यो मेसेजलाई चाहिँ पढ्न नपाउने रहेछ। अब मैले राइट की हान्छु यहाँनिर, आर डिक्रिप्ट भएर हेलो एभ्री वान भनेर भने है। ठिक छ। सो यो भनेको के भयो, मैले इन्क्रिप्ट गर्दाखेरि पनि सेम की युज गरेँ, डिक्रिप्ट गर्दाखेरि पनि सेम की युज गरेँ। यो चाहिँ के भयो, सिमेट्रिक की क्रिप्टोग्राफी भयो, सिमेट्रिक की इन्क्रिप्सन भयो यो है। ठिक छ। ओके। अब असिमेट्रिकको प्र्याक्टिस गरौँ। असिमेट्रिकमा चाहिँ म फेरि त्यसकै लिङ्क, अर्को लिङ्क पठाउँछु, यसमा जानु है। पहिला सिमेट्रिक कीको चाहिँ उ गरौँ है त, किन असिमेट्रिक की चाहिएको होला भनेर हेरौँ है। अब हामीले चाहिँ क्रिप्टोग्राफी किन युज गरिरहेछौँ, कन्फिडेन्सियालिटी मेन्टेन गर्नको लागि। अनसिक्योर च्यानलमा चाहिँ हामीले चाहिँ कसरी सिक्योरली कम्युनिकेट गर्ने भनेर चाहिँ क्रिप्टोग्राफी हामीले युज गरिरहेछ होइन। अब मलाई जस्तै म मेसेन्जरमा चाहिँ च्याट गरिरहेछु, अब मेसेन्जर थ्रु नै मैले च्याट गर्नु छ, मेसेन्जर थ्रु च्याट गर्दाखेरि मैले चाहिँ के गर्नु पर्यो भन्दाखेरि अब म यो इन्क्रिप्सनहरू युज गर्छु रे भनेर मैले सोचेँ। अब मलाई त्यो सिमेट्रिक की क्रिप्टोग्राफीमा त्यो की पनि त मैले पहिला पास गर्नु पर्यो नि त मेरो रिसिभरलाई। म यो सिक्रेट की युज गरिरहेको छु, त पनि यही सिक्रेट की युज गरेर डिक्रिप्ट गरिस् भन्नु त पर्यो नि त मैले होइन। मैले मेसेन्जर अनसिक्योर हुन्छ भनेर यो क्रिप्टोग्राफी युज गर्दैछु, तर त्यही मेसेन्जरमा मैले की पनि पठाइरहेको छु भनेपछि अलि गाह्रो भयो नि त
सिक्योर त भएन। त्यो की त मेसेन्जरवालाले पढेर फेरि त्यो डिक्रिप्ट त गर्न मिलिहाल्यो। मेन प्रब्लम भनेको यो सिमेट्रिक की क्रिप्टोग्राफीमा चाहिँ की सेयरिङको मेन प्रब्लम चाहिँ हुन्छ है, ठिक छ। त्यही भएर असिमेट्रिक की युज भएको। अब यसमा असिमेट्रिक की कसरी काम गर्छ हेरौँ है। सिमेट्रिक की अलि फास्ट हुन्छ है। अब यो कम्बिनेसनमा पनि युज गरेर अब दुइटैको कम्बिनेसनबाट एउटा अप्टिमल रिजल्ट चाहिँ एचिभ गर्ने चाहिँ ट्राई गरेको छ है। त्यो केमा युज भएको छ अहिले हेर म भन्छु। जेनरेट आरएसए की पेयर भन्ने है, आरएसए अल्गोरिदम भन्ने हुन्छ। मैले चाहिँ एउटा यो की पेयर युज गरेँ। यो चाहिँ पब्लिक की हो, यो प्राइभेट की हो, ठिक छ। यसकै यो यही पब्लिक कीको यो प्राइभेट की हो है। अब मैले यहाँ एउटा लेख्छु, हेलो एभ्रिवान भनेर लेखेँ, ठिक छ। अब म के गर्छु सबैभन्दा पहिला यसलाई चाहिँ कसैलाई पनि मसँग मेसेज गर्नु छ, मलाई मेसेज गर्नु छ भनेपछि पहिला म के भन्छु, ल तपाईँहरू यो वेबसाइटमा जानु, यो पब्लिक की युज गरेर चाहिँ मलाई मेसेज पठाउनु भनेर म यसरी पठाउँछु, दिन्छु कि। मैले पब्लिक की दिएँ, अब मलाई केही मेसेज पठाउनु। ल यहाँ जस्तै यहाँ मैले हेलो एभ्रिवान लेखेँ नि, यहाँ चाहिँ इन्क्रिप्ट गर्नु, अनि यहाँनिर यस्तो आउँछ, यो कपी गरेर चाहिँ मलाई पठाउनु। ल एक दुईजनाले त पठाउनु। खै त कसैले पठाएन। ओके ल दुईजना गयो त, दुई तिनजना गयो, म सुरुको वाला गर्छु है। अब अरूले त्यसलाई डिक्रिप्ट गर्ने ट्राई गर्नु। त्यो मैले दिएको पब्लिक कीबाट डिक्रिप्ट हुन्छ कि हुँदैन पत्ता लगाउनु है। एकजनाको मैले मेसेज डिक्रिप्ट गरेँ, हेलो दाई भनेर गरेको रहेछ। यो के युज गरेर गरेँ मैले, यहाँ मेरो प्राइभेट की छ त्यो युज गरेर चाहिँ मैले गरेँ। यो प्राइभेट की मसँग मात्र हुन्छ, मैले पब्लिक की जसलाई पनि दिन पाएँ होइन, तर प्राइभेट की मसँग मात्र हुने भयो। यसरी चाहिँ सिक्योर मेसेज त मैले गर्न पाएँ नि। मेसेज ट्रान्सफर भइसक्यो तर पनि अरूले पढ्न पाएको छैन। मैले अनसिक्योर च्यानलमै मेसेज पास गरिरहेको छु। यो मेसेज यो अशोकको मेसेज मलाई पब्लिकली आएको छ नि, तर अरूले पढ्न पाइरहेको छैन, मैले मात्र पढ्न पाइरहेको छु किनकि मसँग प्राइभेट की छ, ठिक छ। यसरी चाहिँ असिमेट्रिक की क्रिप्टोग्राफी युज भएको हुन्छ। अब म तपाईँहरूलाई मेरो यो प्राइभेट की दिन्छु। अब तपाईँहरूले यो प्राइभेट की युज गरेर चाहिँ सबै मेसेजहरू डिक्रिप्ट गर्न सक्नुहुन्छ। यो अरूको मेसेज डिक्रिप्ट गर्न सकिँदैन कि, पब्लिक की युज गरेर डिक्रिप्ट गर्न सकिँदैन है, ठिक छ। जस्तै म यो पब्लिक की छ नि, यसलाई चाहिँ डिक्रिप्ट गर्ने ठाउँमा राख्छु, यहाँ यहाँ यस्तो एरर आउँछ, मैले डिक्रिप्ट गर्न मिल्दैन, मैले प्राइभेट की नै युज गर्नुपर्छ। प्राइभेट की मेरो यहाँ छ, यो प्राइभेट की मैले यहाँ युज गरेँ भने अनि मात्र डिक्रिप्ट गर्न पाइन्छ है, ठिक छ। ओके ल यो भयो है। अब तर हामीले यो हेरिराख्ने यो छ यहाँ HTTPS भनेर छ नि, हो HTTPS मा When we पनि talk के हो about regulating AI, the discussion HTTP is सिक्योर होइन, हाइपर टेक्स्ट ट्रान्सफर प्रोटोकल सिक्योर, यसको मिनिङ होइन। सिक्योरमा के हुन्छ, यसले इन्क्रिप्सन गरेर चाहिँ
हाम्रो डेटाहरूलाई चाहिँ ट्रान्सफर गर्छ ताकि कसैले बिचमा इन्टरसेप्ट गरेर पढ्न नसकोस् भनेर चाहिँ ट्रान्सफर गरिरहेको हुन्छ। अब यो एचटिटिपिएस कसरी काम गर्छ भन्दाखेरि है त यसमा चाहिँ एचटिटिपिएसमा चाहिँ दुईटा फेजमा चाहिँ काम हुन्छ कि फर्स्ट फेजमा चाहिँ असिमेट्रिक हुन्छ हैन असिमेट्रिक की युज हुन्छ अनि सेकेन्ड फेजमा चाहिँ सिमेट्रिक क्रिप्टोग्राफी युज हुन्छ है जस्तै अब हेरौँ यो मेरो ब्राउजर छ यो सर्भर छ दुईटा हैन यो यो सेन्डर भयो यो रिसिभर हैन अब के हुन्छ सुरुमा चाहिँ मैले यसलाई चाहिँ मेरो पब्लिक की दिन्छु पहिला चाहिँ असिमेट्रिक की युज हुन्छ है so यसलाई म मेरो पब्लिक की दिन्छु पब्लिक की पठाउँछु ठीक छ मेरो पब्लिक की पठाए यो पब्लिक कीबाट उसले चाहिँ अब के गर्छ उसको सिमेट्रिक कीको पब्लिक की मलाई पठाउँछ कि यसमा चाहिँ डिक्रिप्ट इन्क्रिप्ट गरेर यो युज गरेर चाहिँ उसले के गर्छ मलाई चाहिँ आफ्नो पब्लिक की पठाउँछ यो मैले असिमेट्रिकको पब्लिक की गरे हैन पठाए अनि उसले चाहिँ मलाई सिमेट्रिकको पब्लिक की पठाउँछ हो अब मैले पब्लिक कीलाई चाहिँ मैले डिक्रिप्ट गर्छु हैन अब के भयो असिमेट्रिक कम्युनिकेसनबाट हामीले के गरे हैन त्यसलाई चाहिँ हामीले सल्भ गरिदिए अब की सेयरिङको ठाउँमा मात्र हामीले असिमेट्रिक की क्रिप्टोग्राफी युज गर्नु पर्यो अब के हुन्छ त्यसपछि बाँकी अरू डेटा सेयर गर्नको लागि सिमेट्रिक की क्रिप्टोग्राफी नै हामीले सेकेन्ड स्टेपमा चाहिँ त्यसपछि की सेयर भइसक्यो की सेयर भइसकेपछि अब सिमेट्रिक की क्रिप्टोग्राफी युज हुन्छ है सो यसरी एचटिटिपिएसले पनि सिमिलर वेमा यही कन्सेप्ट चाहिँ युज गरेर चाहिँ काम गरिरहेको हुन्छ है ठीक छ हाम्रो एचटिटिपिएसले काम गर्ने यसरी नै हो ल अब असिमेट्रिकबाटै के हुन्छ भन्दाखेरि असिमेट्रिकबाटै हामीले डेटा ट्रान्सफरहरू गर्दाखेरि चाहिँ स्लो हुन्छ असिमेट्रिकको बेफाइदा भनेको त्यो हो सिमेट्रिक चाहिँ फास्ट हुन्छ त्यही भएर दुईटैको कम्बिनेसन युज गरेर चाहिँ एउटा अप्टिमल रिजल्टहरू चाहिँ भेट्टाउने ट्राई गर्छ है अब जुन अघि हामीले ब्राउजरमा युज गरेको थियो सिमेट्रिक र असिमेट्रिक कुराहरू त्यो चाहिँ हामीले टर्मिनलमा पनि गर्न मिल्छ है अहिले टर्मिनल भनेर खोले है तपाईँहरूले त्यो कालीमा चाहिँ कालीको टर्मिनल चाहिँ खोल्नु होला है ठिक छ यसमा चाहिँ एउटा ओपन एसएसएल भन्ने टुल छ यसमा चाहिँ यो धेरै के त्यो अल्गोरिदमहरू छ भनेर यसमा ओपन एसएसएलले देखाउँछ सो यो ओपन एसएसएल टुल युज गरेर चाहिँ हामीले चाहिँ इन्क्रिप्सनहरू गर्न सक्छौँ है जस्तै ओपन एसएसएल मैले इएनसी गरेँ भने यसले इन्क्रिप्ट गरिदिन्छ ठिक छ अब इन्क्रिप्ट गरेपछि अब मैले कुन अल्गोरिदम युज गर्ने त जस्तै अघि हामीले एइएस युज गरेको थिएँ हैन एइएस कति बिटवाला युज गर्ने 256 बिटवाला युज गर्ने अनि त्यसपछि अघि यो सिबिसी इबिसी भन्ने मोडहरू हुन्छ है यसमा एइएसको त्यसमा चाहिँ ल मैले सिबिसी भन्ने मैले मोड युज गरेँ ठिक छ सो यो चाहिँ मैले कुन अल्गोरिदम युज गरिरहेको छु भन्ने कुरा चाहिँ स्पेसिफाई गर्नको लागि भयो अनि त्यसपछि माइनस आइफन है माइनसै भन्छु साल्ट युज गर्ने साल्टले के हुन्छ भन्दाखेरि अब हाम्रो त्यो क्रिप्टोग्राफीलाई अझ बढी सेक्युरिटी प्रोभाइड गर्छ कि यसले चाहिँ के हुन्छ एउटा ऱ्यान्डम नम्बर एड गरिदिन्छ कि लास्टमा त्यो ऱ्यान्डम नम्बर एड गरिदियो भने हाम्रो चाहिँ त्यो ब्रुट फोर्स अट्याकहरूबाट चाहिँ बचाइदिन्छ कि
ऱ्यान्डमनेस बढाइदिन्छ हाम्रो कीको ऱ्यान्डमनेस बढाएर चाहिँ ब्रुट फोर्स अट्याकहरूबाट हामीलाई बचाउँछ साल्टले युज गरेर साल्टको मिनिङ त्यो है अनि त्यसपछि इनपुटमा मैले कुनै फाइल दिन्छु मानौँ मेरो अस्ति टेस्ट डट एसएच भनेर मैले बनाएको थिएँ टेस्ट डट एसएच भन्ने फाइल छ है मेरो पहिला म यता गरेँ होइन यो एलएस गर्दाखेरि यसमा मेरो यो टेस्ट डट एसएच भन्ने फाइल छ त्यो हुनु पर्यो है तपाईँकोमा पहिला त्यो युज गर्नको लागि यहाँनिर है टेस्ट डट एसएच भन्ने फाइल छ हामीले के गरेको थियौँ यहाँसम्म टेस्ट डट एसएच भनेर राखेको थिएँ है अब यसको चाहिँ ह्यासहरू चाहिँ के अरे यसको जुन आउँछ साइफर टेक्स्ट त्यो चाहिँ केमा राख्ने त जस्तै अब यसलाई चाहिँ आउटपुट लेखिदिनु पऱ्यो होइन आउटपुट चाहिँ अब मैले के दिएँ टेस्ट डट इएनसी भनेर फोल्डरमा चाहिँ दिएँ यसलाई मैले होइन अब मैले की प्रोभाइड गर्नु पऱ्यो अब सिमेट्रिक की क्रिप्टोग्राफीमा त एउटा हामीले की दिनुपर्छ यसमा चाहिँ अघिको जस्तै पासवर्ड भनेर मैले की दिएँ ठिक छ यो की depreciations unindicated key derivation use using minus ID would be better है भइसकेको छ होला है मलाई जहाँसम्म लाग्छ others create test see आइसकेको छ है अब यो जस्ट वार्निङ मात्र हो हाम्रो काम चाहिँ भइसकेको छ है ठिक छ अब मैले ठ्याक्कै अहिले ग्रेप युज गरिहालेँ है मैले के गरेँ एलएस गर्दाखेरि मेरो धेरै डकुमेन्टहरू आइरहेको थियो मेरो टेस्ट डट इएनसी भन्ने बन्यो कि बनेन भनेर चेक गर्नको लागि मैले ग्रेप युज गरिहालेँ है यसरी यो ग्रेपहरूलाई यसरी युज गर्न सक्यो है क्याट गरेँ टेस्ट डट इएनसी भन्ने फाइल छ जुन यसमा चाहिँ यसरी चाहिँ भएको छ कि यो यस्तो फर्ममा चाहिँ मेरो मेसेजहरू त्यो टेस्ट डट एसएच भन्ने जुन फाइल थियो हेर है त्यो पनि म क्याट गर्छु क्याट टेस्ट डट एसएच है यो भित्र यस्तो फाइल छ यो फाइल चाहिँ यसरी चेन्ज भएको छ अब यो मैले कतै कसैले ट्रान्सफर गर्यो भने पढ्न सक्छ कसैले पढ्न सक्दैन होइन अब मैले यसलाई डिक्रिप्ट गर्न अब म त्यसलाई चाहिँ मेरो की दिन्छु की प्रोभाइड गर्छु की प्रोभाइड गरेर चाहिँ अब उसले डिक्रिप्ट सेम प्रोसेस युज गरेर उसले चाहिँ डिक्रिप्ट गर्छ ओपन एसएसएल अब इएनसीको इएनसी नै गर्नु पर्यो इन्कोडिङको कुराको कामको लागि अब कुन युज गरेको एइएस 56 सिबिसी अनि त्यसपछि डिक्रिप्ट गर्नको लागि हामीले माइनस डी युज गर्नु पर्यो है यसमा डिफरेन्स भनेको त्यति है अब इनपुट फाइल हामीले कुन दिने हो टेस्ट डट इएनसी भनेर मैले दिएको थिएँ आउटमा चाहिँ अब आउटपुट फाइलमा कुनमा चाहिँ मैले डिक्रिप्ट गर्ने ल मानौँ ल टेस्ट डट टिएक्सटी भन्ने फाइलमा चाहिँ मैले डिक्रिप्ट गर्नु पर्यो भनेपछि माइनस के की दिनु पर्यो कि हाम्रो के थियो पासवर्ड भनेर हाम्रो की थियो होइन यो गरेपछि अब टेक्स्ट डट टिएक्सटी भनेर आयो कि आएन हेरौँ है त आइसकेको छ है टेस्ट डट टिएक्सटी भनेर छ त्यसलाई चाहिँ म रन के अरे हेर्छु खोलेर हाम्रो सेम मेसेज चाहिँ डिक्रिप्ट भएर बसेको छ भयो है यो चाहिँ हामीले टर्मिनलबाट पनि हामी गर्न सक्छौँ भनेर चाहिँ मैले यसमा राखिदिएको चाहिँ दुइटै कमान्डहरू मैले यहाँ राखिदिएको छु सिमिलर वेमा चाहिँ यो ओपन एसएसएल युज गरेर आरएसएको की पेयरहरू जेनेरेट गरेर पनि हामीले असिमेट्रिकको लागि पनि गर्न सकिन्छ है यो एकचोटि आफूले ट्राई गर्नु होला ओके ल
अब यसपछि हाम्रो बाँकी रह्यो एसएसए ह्यासिङको कुरा है, अलिक छिटो छिटो गरौँ, टाइम 10 बज्न थालेछ। ह्यासिङ भनेको अब वान वे प्रोसेस हुन्छ है। अघि इन्क्रिप्सन के थियो हाम्रो, टु वे प्रोसेस थियो, इन्क्रिप्ट भयो डिक्रिप्ट भयो होइन, तर ह्यासिङ चाहिँ वान वे प्रोसेस मात्र हुन्छ। अघि मैले एउटा कालीको जुन फाइलको एसएचए 256 वाला ह्यास देखाएको थिएँ, त्यो ह्यासबाट मैले ब्याक गएर त्यो फाइल जेनेरेट गर्न सक्छु होला त, सकिँदैन है। यो ह्यासिङ चाहिँ रिभर्सिबल हुँदैन है, इरिभर्सिबल हुन्छ, वान वे प्रोसेस मात्र हुन्छ है। यो ह्यासिङ चाहिँ मेन युज हुने भनेको पासवर्ड स्टोरेज गर्नको लागि। जस्तै मैले मेरो सिस्टममा चाहिँ म ब्याङ्कको सिस्टम छु, मैले मेरो सिस्टममा मेरो युजरको पासवर्डहरू स्टोर गर्नुपर्छ भनेको एज अ ह्यास फर्ममा चाहिँ युज स्टोर हुन्छ कि, किनकि कुनै पनि डेटाबेस एडमिनिस्ट्रेटर होला, कुनै अर्को एडमिन लेभलको युजरहरू होला, तिनीहरूले पनि त्यो पासवर्ड हेर्न सक्नु भएन कि। उनीहरूले हेऱ्यो भने त मेरो युजर नेम पासवर्ड हेरेर उनीहरूले लगइन गरेर जे पनि गरिदिन सक्छ नि त। त्यो रोक्नको लागि चाहिँ यस पासवर्ड स्टोरेजहरू ह्यासको फर्ममा चाहिँ युज हुन्छ कि। हामी डाइरेक्ट ह्यास युज गर्न मिल्दैन, भित्रको फ्लोमा चाहिँ उसले ह्यासमा चेन्ज गरेर दुईवटा ह्यासहरूलाई कम्पेयर गरेर अनि चाहिँ ल यो मान्छे भेरिफाइड हो भन्ने चाहिँ उसले गर्छ क्या। ठिक छ, ह्यासलाई चाहिँ म्याच गर्न है, ह्यास म्याचिङ मात्र गर्न मिल्छ, ह्यासलाई रिभर्स गर्न चाहिँ मिल्दैन, डिह्यास गर्न मिल्दैन। पपुलर ह्यासिङ टेक्निकहरू भनेको MD5 र एसएचए फ्यामिली है। एसएचएमा चाहिँ MD फ्यामिलीको पनि MD3 MD4हरू छ, MD5 सबैभन्दा पपुलर हो। अहिले MD5 खासै युज हुँदैन किनकि यो चाहिँ अलिक कोलिजन अट्याकहरू, डिफ्रेन्ट टाइपको अट्याकहरूको लागि भल्नरेबल हुन्छ। अनि एसएचएको पनि फ्यामिलीहरू छ, एसएचए 128, एसएचए 256, एसएचएको 3 वाला भर्जन हुन्छ, कति हुन्छन् होइन। सो त्यसमा पनि धेरै ठुलो ठुलो फ्यामिलीहरू चाहिँ कति बिटको की युज गर्यो भनेर चाहिँ एसएचएको फ्यामिलीहरू हुन्छ है। सो ह्यासमा चाहिँ के हुन्छ, जस्तै यो फक्स भनेर छ, यसले ह्यास गर्यो, ह्यास गरेर चाहिँ यस्तो निस्किन्छ, यसलाई चाहिँ रिभर्स गरेर अब यो फक्स हो भनेर चाहिँ हामीले पत्ता लगाउन सक्दैन है। अनि अर्को ह्यासको प्रपर्टी भनेको के भन्दा ह्यास चाहिँ फिक्स लेन्थको हुन्छ कि। हामीले जति ठुलो फाइल दियो, जति ठुलो मेसेज दियो भने पनि फिक्स लेन्थको ह्यास चाहिँ आउँछ। जस्तै मैले 64 बिटको ह्यास निकालिरहेको छु भनेपछि मैले फक्स लेख्दाखेरि पनि 64 बिटकै आउँछ, द रेट फक्स यो रन यति ठुलो मेसेज लेख्दा पनि 64 बिटकै आउँछ है। ह्यासमा चाहिँ यसरी काम गर्छ। अनि एभलेन्स इफेक्टहरू पनि हुन्छ। जस्तै यो एक्सको ठाउँमा मैले एस लेखेँ भनेपछि यसमा एकदमै ड्रास्टिक चेन्जहरू पनि ड्रास्टिक चेन्ज हुन्छ, सानो सानो चेन्ज हुने भन्ने हुँदैन है। ह्यासमा चाहिँ यसरी हुन्छ। अब ह्यासको लागि हामीले ओपन एसएसएल युज गरेर पनि हामीले ह्यासिङको कुराहरू हामीले गर्न सक्छौँ। त्योसँगै अरू टुलहरू पनि छ, हेरौँ है त। अब यो टर्मिनलमा गएर म यहाँ गएर चाहिँ जस्तै अघिकै जस्तो त्यो टेस्ट अघि जुन हाम्रो टेस्ट.sh भन्ने थियो त्यसैको लागि हामी ह्यास निकालौँ है त। जस्तै ल अब म एसएचए 256 वाला चाहिँ ह्यास गर्छु है, ओपन एसएसएल। त्यसको ह्यासको लागि डिजिएसटी डाइजेस्ट भन्ने हुन्छ, ह्यास डाइजेस्ट भन्छ, त्यो काम गर्ने। एसएचए 256 टेस्ट.sh भनेर म त्यसको ह्यास निकाल्छु है। यहाँ ह्यास आयो, ठिक छ। अब म के गर्छु, जस्तै नानो टेस्ट.sh छ, यसलाई चाहिँ लास्टमा मैले 1 भनेर थपिदिएँ हो, यसलाई चाहिँ सेभ गरेँ, ठिक छ। अब यसको ह्यास निकाल्छु मैले है फेरि। अब यहाँ हेर्नु है, यो दुइटैको ह्यास कति डिफ्रेन्ट आयो, मैले जस्ट 1 थपेको थिएँ। यसमा चाहिँ यो ह्यास र यो ह्यासमा चाहिँ एकदमै धेरै डिफ्रेन्स आउँछ है। त्यही भएर यसलाई चाहिँ इन्टिग्रिटी चेक गर्नको लागि यो ह्यासहरू चाहिँ युज हुन्छ, ठिक छ। अहिले चाहिँ अब यो एसएचए 256 को ठाउँमा म MD5हरू पनि युज गर्न सक्छु।
MD5 पनि युज गर्न सक्छु हैन। MD5 मा यस्तो आउँछ हैन। अनि त्यसको ठाउँमा SHA1 पनि युज गर्न सक्छु हैन। अब यिनीहरू धेरै छ टेक्निकहरू, यो धेरै टेक्निकहरू सबैको आफ्नो आफ्नो छुट्टा छुट्टै भ्यालु आउँछ है। यसको छुट्टा छुट्टै अल्गोरिदमको छुट्टा छुट्टै भ्यालु आउँछ। यिनीहरूको चाहिँ अब के हुन्छ भन्दाखेरि अब यो 64 बिट मात्र हो नि। अब 64 बिट भनेपछि त अब थोरै पोसिबिलिटी भयो नि त। हाम्रो फाइलहरू धेरै छ, धेरै डेटा छ। पोसिबिलिटी जम्मा 64 को परम्युटेसन एन्ड कम्बिनेसन हैन। 64 बिटमा त्यो क्यारेक्टरको परम्युटेसनको पोसिबिलिटी हो नि त हैन। त्यो हुँदाखेरि के भयो, करोडौँ अरबौँ डेटाको लागि चाहिँ ह्यासहरू चाहिँ अब कुनै कुनै डेटाहरूको लागि सेम ह्यास निस्किदिन सक्छ क्या। त्यो ह्यास कोलिजन अट्याक भन्छ क्या यसलाई हैन। त यसमा चाहिँ कोलिजन हुने चान्स चाहिँ हुन्छ, ठिक छ। त्यस्तै अब SHA1 मा पनि सिमिलरली अब डिक्सनरी अट्याकहरूदेखि लिएर यो कोलिजन अट्याकहरू हुने चान्सहरू हुन्छ। त्यही भएर यो दुईटा चाहिँ खासै युज हुँदैन। सबैभन्दा धेरै युज हुने भनेको SHA-256 भनेर चाहिँ धेरै युज हुने ह्यासिङ अल्गोरिदम है। अब एउटा यो डाइजेस्ट भनेर युज गर्न मिल्यो हैन। अर्को चाहिँ जस्तै SHA-256 पहिला म त्यो डाइजेस्टै गर्छु है। OpenSSL भनेर मैले यसरी चेक गरेँ, निकालेँ हैन। म OpenSSL युज गर्दैन, म अर्को युज गर्छु भने यसमा चाहिँ टर्मिनलमा डाइरेक्ट अर्को पनि हुन्छ है। SHA-256 सम गरेर पनि हामीले यसरी गर्न सक्छ है। दुईटै वेबाट भ्यालु चाहिँ सेम आउँछ है। यसको लास्टमा 4EC, यसको लास्टमा 4EC। सो यसरी ह्यासहरू चाहिँ म्याच गरेर चाहिँ हामीले युज चाहिँ गरिन्छ है। अब 10:05 भइसक्यो। सधैँ अब अलि कुराहरू पछाडि गइरहन्छ क्या। अब हाम्रो बाँकी के रह्यो, OpenSSL हामीले हेरिसक्यौँ। अब यो GPG पनि OpenSSL जस्तै टुल हो। यसले चाहिँ की पेयरहरू जेनेरेट गरेर चाहिँ काम गर्छ। ह्यान्ड्स अन एक्जाम्पल पनि हामीले गऱ्यौँ। एउटा यो टर्म चाहिँ हामीले हेर्नुपर्ने छ, डिजिटल सिग्नेचर र PKI को। म अलिअलि छिटो छिटो भन्ने चाहिँ थ्योरिटिकल टर्म हो। यो कुराहरूलाई चाहिँ म अहिले एक्सप्लेन गरिदिन्छु। अनि त्यसपछि हाम्रो यो डे 4 चाहिँ सकिन्छ। अनि बाँकी मैले यसमा राखिदिएको छु यो कुराहरू एकचोटि आफूले कमान्डहरू मैले राखिदिएको छु, एकचोटि ट्राई गर्नु होला है। सिमिलर अहिले हामीले गरेको जस्तै कमान्डहरू हो सबै, त्यसमा एकचोटि यो ट्राई गर्नु होला है। ल यो डिजिटल सिग्नेचर भनेर जब तपाईँहरूले डिजिटल सिग्नेचर, मैले अब कति धेरै मान्छेलाई कति ठाउँमा सोद्धाखेरि डिजिटल सिग्नेचर भनेको के हो भनेर सोद्धाखेरि यो कम्प्युटरमा हामीले यो सिग्नेचर गरेर, जस्तै अब मैले यहाँ यो ड्र भन्ने अप्सन निकालेँ, मैले यहाँ मेरो सिग्नेचर गरेँ, यो भनेको डिजिटल सिग्नेचर हो भन्छ कि कसैले। कपीमा नभएर कम्प्युटरमा भएको सिग्नेचर भनेको डिजिटल सिग्नेचर हो भन्ने मान्छेहरू पनि हुन्छ। इभन आइटी पढ्ने मान्छेहरू नै त्यस्तो पनि हुन्छ है, ठिक छ। त्यस्तो छ क्या। तर डिजिटल सिग्नेचर भनेको यो चाहिँ होइन। डिजिटल सिग्नेचरहरू भनेको के हो त, हाम्रो कीहरू हो। डिजिटल सिग्नेचर प्रोभाइड गर्ने जुन अथोरिटी हुन्छ त्यसले चाहिँ हामीलाई की प्रोभाइड गर्छ क्या, पब्लिक की र प्राइभेट की प्रोभाइड। सर्टिफिकेट अथोरिटी है, CA भनेको सर्टिफिकेट अथोरिटीहरूले त्यो चाहिँ की प्रोभाइड गर्छ, ठिक छ। त्यो की प्रोभाइड, एउटा पब्लिक की प्रोभाइड गर्छ, अर्को प्राइभेट की प्रोभाइड गर्छ हैन। अब मैले मेरो पब्लिक की चाहिँ सबैलाई बाँडिदिन्छु एज अ सिग्नेचर, म मेरो पब्लिक की बाँडिदिन्छु कि हैन। त्यसले गर्दाखेरि यो मान्छेले पठाएको हो भनेर उनीहरूले भेरिफाई गर्न सक्छ है, ठिक छ। अब के गर्छ यसमा चाहिँ के हुन्छ भन्दाखेरि, अब सोर्सलाई चाहिँ अथेन्टिकेट गर्छ कि डेटा इन्टिग्रिटीको लागि सोर्स अथेन्टिकेट गरिदिन्छ। अब के गर्छ यसले चाहिँ एउटा सेन्डर्सको प्राइभेट की, जसले सेन्ड गरेको त्यसको प्राइभेट की गरेर चाहिँ इन्क्रिप्ट गरिदिन्छ हैन।
अनि त्यसपछि के गरिन्छ उसले चाहिँ सेन्डर जुन छ त्यसले चाहिँ आफ्नो पब्लिक की दिइदिन्छ क्या मान्छेहरूलाई अनि त्यो पब्लिक की युज गरेर मान्छेहरू त्यसले चाहिँ उसको चाहिँ जुन इन्क्रिप्ट गरेको छ अथवा केही गरेको छ जुन फाइल छ त्यसलाई चाहिँ डिक्रिप्ट गर्न सक्यो भने त्यही सेन्डरले पठाएको हो भन्ने हुने भयो कुनै अर्को ऱ्यान्डम पब्लिक कीले चाहिँ युज गर्न त्यसलाई चाहिँ डिक्रिप्ट गर्न मिल्दैन नि त होइन सो त्यो त्यो भएको भएर चाहिँ डिजिटल सिग्नेचरहरू यसरी काम गर्छ त्यही मान्छे हो भनेर पत्ता लगाउनुको लागि यसरी पब्लिक की र प्राइभेट की युज गर्नु भनेको डिजिटल सिग्नेचर हो अब डिजिटल सिग्नेचर सबैले इस्यु गर्न सक्दैन कि यसको लागि चाहिँ कुनै अथोरिटी हुन्छ यसले धेरै सर्टिफिकेट अथोरिटीहरू भनिन्छ होइन सो यो सर्टिफिकेट अथोरिटीहरूको एउटा के हुन्छ चेन हुन्छ होइन सो यो चेनमा के हुन्छ भन्दाखेरि यो लेभलमा एउटा ग्राउन्ड लेभलमा चाहिँ एउटा सर्टिफिकेट अथोरिटीहरू हुन्छ धेरै सर्टिफिकेट अथोरिटीहरू हुन्छ एन नम्बर भनेर होला होइन जस्तै मानौँ यसमा चाहिँ ल 100 होला ठिक छ अब यो अथोरिटीलाई पनि यो अथोरिटीहरूलाई अथोराइज गर्ने पनि केही सर्टेन के अथोरिटीहरू हुन्छ ठिक छ यिनीहरूले चाहिँ यिनीहरूलाई अथोराइज गरे जस्तै यो अथोरिटीले यो दुईटालाई अथोराइज गरेको छ यसले चाहिँ यसलाई गरेको छ होइन यसले चाहिँ यो दुईटालाई गरेको छ अथोराइज गरेर होइन सो यसरी सर्टेन नम्बरहरू हुन्छ अनि यो भित्र पनि सर्टेन एक दुईवटा हुन्छ होइन अनि लास्टमा टपमा एउटा अर्को एउटा सर्टिफिकेट अथोरिटी हुन्छ सो यो जुन छ नि यो हायरार्कीहरू यो जुन स्ट्रक्चर छ नि सो यसलाई चाहिँ पब्लिक की इन्फ्रास्ट्रक्चर भन्छ क्या पिकेआई भन्छ होइन फ्रेमवर्क जुन हुन्छ यो पब्लिक की इन्क्रिप्सनहरू म्यानेज गर्ने डिजिटल सर्टिफिकेट म्यानेज गर्ने जुन फ्रेमवर्कहरू हुन्छ त्यसलाई चाहिँ पब्लिक की इन्फ्रास्ट्रक्चर भन्छ क्या यसले चाहिँ सर्टिफिकेट अथोरिटीहरू की पेयर्सहरू कस्तो हुन्छ ट्रस्ट चेन कस्तो हुन्छ जस्तै अब यो जुन यो जुन सिए छ यो सर्टिफिकेट अथोरिटीले यो सर्टिफिकेट अथोरिटीलाई ट्रस्ट गर्ने कि नगर्ने होइन यो ट्रस्ट चेनहरू यिनीहरू पनि यो पब्लिक इन्फ्रास्ट्रक्चरमा चाहिँ बिल भएको हुन्छ है यो जो पायो त्यही मान्छेले यो डिजिटल सिग्नेचरहरू अथवा यो कीहरू चाहिँ भेरिफाई गर्न सक्दैन त्यसको लागि अथोरिटी हुन पर्छ ल यति हो अब यसमा युज भएको कुराहरू अब बाँकी कुराहरू चाहिँ अब भोलि हाम्रो अलि यसमा भएको अलि एडभान्स क्रिप्टोग्राफी भनेर हामी गर्छौँ भोलि कसरी हामीले क्रिप्टोग्राफीबाट युज गरेको कुरालाई कसरी क्र्याक गर्ने होइन ह्यासहरू कसरी क्र्याक गर्न सकिन्छ त्यस्तो कुराहरू चाहिँ अलि हेरेर अलि हेरौँला अनि त्यसपछि केही कुराहरू छुटेको छ भने अरू कुराहरू पनि कभर गरौँला है ठिक छ कसैलाई केही छ केही छ भने माइक अन गरेरै भनौँ है साथीहरू चालिएको हप्परलाई आजसम्मको डे फोरसम्म आइपुग्दाखेरिमा केही क्वेजहरू छ भने दाइलाई सोध्नुपर्ने सोध्नु होला है त पछि मेसेज गर्नुभन्दा अहिले सोध्दा धेरै इफेक्टिभ हुन्छ होला यसमा म डे 1 र डे 2 को म अपडेट गरिरहेको छु त्यो अलि राम्रोसँग म कन्टेन्टहरू राखेर म पठाइदिन्छु है यसमा ग्रेडको कन्टेन्टहरू मात्र राखेको छु के हुन्छ दाइ खोइ साथीहरूको क्वेसन छैन मैले डे 4 चाहिँ गरेको छैन होला प्रोभाइड यो चाहिँ म अहिले गरिदिएँ है सेयर गरिदिन्छु ग्रुपमा यो ट्रेनिङ
ल मैले ग्रुपमा सेन्ड गरिदिएँ है डे 4 चाहिँ अब त्यो फुल ट्रेनिङको चाहिँ म जब अपडेट हुन्छ त्यसपछि नै म फुल ट्रेनिङको चाहिँ यो यसैलाई पब्लिस गरेर म पठाइदिउँ ल अहिले चाहिँ त्यो इन्डिभिजुअल चाहिँ पठाउँछु है के हुन्छ नि ओके ल आजलाई हिँड्नु जानु होला अब ओके हुन्छ कसले ह्यान्ड रेज गर्नु भएको छ भन्नुहोस् है त माइक अन गरेर उत्सव मानन्द उत्सव हेलो हजुर भन्नुहोस् त के थियो हेलो हजुर हजुर सुन्ने छ त्यो मेरो के भन्छ मैले जुस सप हाल्न खोजेको थिएँ क्या उसबाट प्राइभेट के भन्छ क्लाउडबाट हाल्न खोजेको थिएँ हुँदै भएन के त्यो उस गरेर हाल्नुपर्छ हो हामीले नोट जिएस हालेर ए क्लाउड राखिरहेको छ होइन क्लाउडमा अब जुस सब त्यो अब जस्तै हाम्रो के अरे अब त्यो हाम्रो सर्भर चलाउनु पऱ्यो क्या पहिला त्यो क्लाउडमा चाहिँ जस्तै हाम्रो वेब हो नि त जुस सब त वेब हो नि त हजुर हो त्यो वेब सर्भर चलाउनु पऱ्यो क्या यसमा किनभने होस्ट गर्नुको लागि वेब सर्भर चलाउनु पऱ्यो नत्र त्योभन्दा नि बेस्ट अप्सन भनेको अहिले गर्नको लागि भिएममा राख्दा बेस्ट है त्यो अब सर्भर चला जुन नोडको भन्यो नि नोडको सर्भर चलाउनु पऱ्यो अथवा ज्याम सर्भर चलाएर हुन्छ कि सर्भर चलाएर त्यो त्यसमा रन गराउनु पऱ्यो एन्जिनिक सर्भर चलाउँदा नि हुन्छ होइन ल गुड नाइट दाई ओके ल गुड नाइट